हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज चाहिँ धेरै पछि हल्का घुम्न जाने विचार गर्न निक्लेको साथीहरूमा। आज साकुरा हेर्न जानु लाग्यो। साकुरा यता पनि देखिरहेछ। साकुरा जापानको फेमस फुल हो साकुरा चाहिँ। साकुरा भनेपछि यहाँ सबैजना हेर्न जान्छ। हामी पनि धेरै पछि टाइम मिलाएर हेर्न जानु लाग्यो। यही हो साकुरा फुल चाहिँ देखिरहेको छ। घाम नि लागिरहेछ। उल्का हुन लाग्यो। ल अब हामी साकुरा देखिन्छ है। यहाँ चाहिँ हाम्रो गएको छेउमै हाम्रो होस्टेल छ। होस्टेल चाहिँ यो पुरा टक्क खोला सोला छ है हाम्रो गएको छेउमा चाहिँ। म त बोलिदिन्छु। बोल नि त, केही भन नि त। साथीहरूमा सँगै घुम्न जानु लाग्यो। यही हो हामी जाने ठाउँ चाहिँ। यहाँ पुरा जानु झर्ने ट्रेन टाँगेर बनाइरहेछ। दामी बस्ने ठाउँ घुम्ने हो। मौसम पनि राम्रो छ। जाने ठाउँ चाहिँ त्यो है। बवाल छ। यहाँ पार्क छ कि पार्कमा चाहिँ पुरै दामी साकुरा हेर्ने भयो। पोहोर त खासै हेर्नु पाएको थिएन। यसपालि चाहिँ बवाल हेर्ने भयो क्या। रुम पनि नजिक हो, 5 मिनट हो। साडी पनि आएको छ अरे, साडीलाई भेट्नु पऱ्यो। यही यो ठाउँ छ होइन। यहाँ बवाल छ। मान्छेहरू आउने जाने क्रम जारी छ। अहिले त ठिकै हो। भरे बेलुका लाइट हालेपछि झन् बवाल हुन्छ क्या। भरे त खासै हाल्दैन होला। साकुरा नि बवाल फुलिरहेछ। हामी साकुराको बगैँचामा आइसक्यो। फुलै फुल। यहाँ मान्छेहरू खाजा खाँदैछन्। बवाल छ फुलहरू। यही होटल व्यवसाय जस्तो पनि छ क्या यहीँभित्र। बनाउने सनाउने बेच्ने घुम्न मान्छेहरू खान्छ। प्रायः बिदा पनि छैन सायद, त्यही भएर मान्छे अलिक थोरै छ कि। बिदामा चाहिँ यहाँ भिडभाड हुन्छ शनिबार आइतबार चाहिँ। ल गाई चाहिँ यो साकुरा चाहिँ ल जापानको साकुरा। मान्छे हेर न भिडभाड। यही हो साकुरा हेर्नको लागि। यता चाहिँ टक्क खानेकुराहरू पनि पाउँछ। यहीँ खाने, यहीँ बस्ने, यहीँ साथीहरूसँग इन्जोय गर्ने हो क्या। बवाल छ। साथीहरू कोही छ भने लिएर आएर टक्क रमाइलो गर्ने ठाउँ बवाल छ है गाइस। यिनीहरूले के गर्दो रहेछ भन्दा त आफैले पाल लिएर पो आउँदो रहेछ त। आफैले पाल साल लिएर बस्ने ठाउँ बनाएर टक्क बस्दो रहेछ। अझै बेलुका भयो चाहिँ मान्छे धेरै आउँछ कि। अहिले त थोरै हो। यासमी छैन कि। यासमी भएको बेला झन् धेरै हुन्छ। तर बवाल अब पछि झन् बवाल हुन्छ। खाना बिहाउँदैछ। खाना डुबेको झन् बवाल हुन्छ। सेम नेपालको पॉइन्ट जस्तो छ है फुल चाहिँ। लगाइछ। हामी चाहिँ फोटोसोटो खिचेर अब रुम फर्क्यौँ। के कस्तो हुन्छ भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हस्त गाइस,